अबको प्रधानमन्त्री को? पार्टीका सभापति र वरिष्ठ नेता बीचको सहमति, हामीले गरेको सहमति नै हाम्रो मार्गचित्र। यो भन्दा 1.5 महिना अगाडि बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी बीच सम्झौता हुँदा बालेन शाहलाई पार्टीबाट प्रधानमन्त्री उठाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने बन्ने भनेर सम्झौता भएको थियो र अब की बार बालेन सरकार भनेर भोट मागेर आज राष्ट्रिय स्वतन्त्र पार्टी अग्र स्थानमा विजय पनि भएको छ र यही दौरानमा अब की बार बालेन सरकार भन्नेको बिचमा नै पत्रकारहरूले पनि पत्रकारिता गरेका हुन्। त्यसैले भइगयो, छोडिदिनुहोस्। अबको हेडलाइन अबको प्रधानमन्त्रीको भन्ने नराखौँ, किनकि यो जनजनलाई थाहा भइसक्यो र अबको प्रधानमन्त्री बालेन शाह हो भनेर सबैले स्वीकारिसके र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पहिल्यै सम्झौता गरिसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको इतिहास छोटो छ, हामी सबैलाई थाहा छ, तर इतिहासमा फर्केर हेर्दा उनीहरूको कार्यकुशलता हेर्दा उनीहरूको आजसम्मको काममा सन्तोषजनकै छ। त्यसैले ठकुवा होइन, आश गरौँ, विश्वास गरौँ। हिजो गरेका ती बाचाहरू आज उनीहरूले उल्लङ्घन गर्ने छैनन्। हिजो जनताको घर दैलो गर्दा जुन बाचा गरेका थिए, जुन घोषणा गरेका थिए, त्यही बमोजिम नै काम गर्नेछन् आशा गरौँ। यदि राष्ट्रिय स्वतन्त्र पार्टीले जनताप्रति गरेको बाचा र जनताले गरेको उनीहरूप्रतिको आशा भरोसा र विश्वासमाथि विश्वासघात गरेछन् भने हामी जनताले हेरौँला, बुझौँला र सोचौँला। तर आज सम्पूर्ण पत्रकारहरूलाई अनुरोध छ, आजको हेडलाइन भोलिको प्रधानमन्त्री को भन्ने होइन। आजको हेडलाइन जेनजी हत्याराहरू समातिन्छन् कि समातिँदैनन्, आजको हेडलाइन जेनजी घाइतेहरूले र जेनजी शहीदहरूले न्याय पाउँछन् कि पाउँदैनन् भन्ने भन्नुहोस्। आजको हेडलाइन 46 सालपछि सरकारी अहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुन्छ कि हुँदैन भन्ने भन्नुहोस्। आजको हेडलाइन अब बन्ने नयाँ सरकारले सिटामोल नपाएर एउटा नागरिक मृत्युको मुखमा जानुपर्छ कि पर्दैन भन्ने भन्नुहोस्। आजको हेडलाइन फेरि पनि टुङ चुरिएर नागरिकले ज्यान गुमाउनु पर्छ कि पर्दैन भन्ने भन्नुहोस्। आजको हेडलाइन सुत्केरी महिला बच्चा जन्माउन नसकेर ज्यान गुमाउनु पर्छ कि पर्दैन भन्ने भन्नुहोस्। आजको हेडलाइन अब आउँदै गरेको नयाँ सरकारले सबैलाई समान शिक्षा दिन्छ कि दिँदैन भन्ने भन्नुहोस्। आजको हेडलाइन नागरिकले उपचार नपाएर मर्नु पर्छ कि पर्दैन भन्ने भन्नुहोस्। आजको हेडलाइन युवाहरू विदेशिनु पर्छ कि पर्दैन भन्ने भन्नुहोस्। आजको हेडलाइन फेरि पनि देश भ्रष्टाचारले डुङडुङती गनाउँछ कि गनाउँदैन भन्ने भन्नुहोस्। आजको हेडलाइन ती कलिला बालबालिकाहरूलाई फेरि ताकी ताकी गोली हानी हत्या हुन्छ कि हुँदैन भन्ने भन्नुहोस्। आजको हेडलाइन स्कुल जाँदै गर्दाको निर्मला पन्थाहरूको बलात्कार गरी हत्या हुन्छ कि हुँदैन भन्ने भन्नुहोस्। आजको हेडलाइन अब बन्दै गरेको सरकार जनताप्रति जवाफदेही बन्छ कि बन्दैन भन्ने भन्नुहोस्। अबको प्रधानमन्त्री को भन्ने विषयलाई पत्रकारले हेडलाइन बनाउनु पर्दैन, त्यो जनतासँग गएर सोधे हुन्छ, नेतालाई सोध्नु पर्दैन।